मैले यता मनमेटा खोल्ने ढुङ्गा हो कि मान्छे हो नबोल्ने नरवानी
एकछिन कम्पा त सकेछ अनि आज के भइया आज हो सेकेको अनि परीक्षा गर्दै के छैन बनाएको थिएन मेरो घरमा खाली खाली अनि काल गाली के हुँदैन एकछिन त हो दाजु होइन छोरी मन्द मुस्कानका साथ उता उता हेर्दैछु कुरो विशेष जस्तो छैन खासै केही पनि लागेको छैन भन न भन आफ्नै सोच भाइ दाजु छोराको बिमा कि दाजु छोरादेखि त पनि कस्तो कस्तो भनेपछि रमेश बाबुलाई शिक्षाको मायाले थाल्यो ताले दाजु ताले ताले भने यसो यो चौतारी बसेर तिमी देउनी भनेको ए अनि यति जाबु पुऱ्याउने अप्ठ्यारो मान्नुपर्छ त म पनि हुँदै जान लाग्यो फेरि बाबुलाई पनि अप्ठ्यारो लागिरहेको खोइ जानु म बरु चिठी लगेर शिक्षाकै हातमा दिन्छु ल्याउ न मेरो विश्वास लाग्दैन तिमीलाई विश्वासको कुरा भयो नि दाजु त्यही पनि ल्याउ न यो चिठी म लगेर शिक्षाकै हातमा पक्का दाजु पक्का ढुक्क भएर म यसो तल घरसँग दान गर्नु त ढुक्क भएर जाउँ त्यो चिठी त शिक्षाले मिल्छ चिठी चाहिँ तिमी शिक्षा रमेश बाबु यो चिठी त तिमीले त मलाई दियौ तर अब यो चिठी शिक्षाले होइन सारा दुनियाँले पढ्नेछ अनि कमला तैँले सारा दुनियाँको अगाडि थप्पड हानेको त कहाँ बिर्सेको छु र यसको बदला अब तैँले मात्र होइन कमला तेरी प्यारी शिक्षाले पनि पाउनेछ हेर्दै जा कमला त विधवा हुँदाखेरि भन्दा 10 गुणा बढी पीडा कसरी दिन्छु त्यो त मलाई मात्र सरस्वती ए बुढी सरे ए बुढी के भयो उतापट्टि फुलै छैन फुल टिपेर आइज न फुलको कोबिला समेत होला राति त मङ्गलीको कुखुरा फुल ठुलेर कहाँबाट पाउने फुल म पनि जान आइसक्यो अब बरु यसो पाठ भयो नि छिटछिटो त Wari chiro bilang saya kita tahu. Langsung sampai.
त्यो सुगरको दबाई चाहिँ खान बिर्सिनु होला त्यो चाहिँ खाना खाँदा दबाई जसरी खानु होला आमा पाला समयतिर है खान्छु छोरा खान्छु हामी आमा ल बाई बाबु रामसँग जानु है पुगेपछि खबर गर्नु नि हुन्छ आमा बस आफ्नो र बुहारीको ख्याल राखे छोरा बुहारी अस्ट्रेलिया जान आएको बेला त अलिक खुसी भएर बिदाई गरिदिनु भन्नु त जता पनि सुरक्षित हो अब छोरा बुहारी अस्ट्रेलिया जान्छन् डलरमा पैसा पठाउनु भनिदिन्छ कति जाडो बितेछ अरे बिहे गरेर 25 दिन भइसक्यो ल भयो भयो धेरै नगर्नु जान्छ आफूले त लाउनु पर्यो ओम श्रीराम ओम श्रीराम ओम श्रीराम अरे त्यो स्यालको डाउनलाई कति दुःख दिएको पूजा गर्न अघि लाग्छ त राम 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 हरे कृष्ण त्यो डाउनलाई झुमेर मार्न कति दुःख दिएको पूजा गर्न अघि लाग्छ बुढी ए बुढी सरे अनि के भयो फेरि त्यो मोबाइलको कुकुर आएर चोकमा छोडेर गयो कसै गर्नु पूजा अनि हेर्न पनि कति सकिलो त्यसको डाउन मलाई त चोकमा गेर सर त्यो सुन्दा बस्छ फेरि त्यो मोबाइलको कुकुर आउँछ त पूजै गर्नु दिँदैन एकछिन बस्छ अनि कस्तो दिन आयो प्रभु आफ्नै घरमा पनि पूजा आज पनि लौरो लिएर बस्नु पर्यो पालमा हुन पनि पालो छ पालो नहुन पनि पालो छ छिमेकी कति बेला हुन्छ साह्रै दुःख परेर राखे सरिता बस्न लाउने नि हेर्न सरे ए बुढी यो कुखुरा त मरेछ सर अनि के भन्नुहुन्छ ए लौन कसरी मर्यो कसरी मर्यो भन्नु न लौ के गर्नु भन्नु न के गर्नु चुप 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 अब रुँदै गर त पुरा गाउँलाई मैले कुरा मारे भनेर मलाई पनि ढुङ्गै हाल्नु पापी लौको जाने कि क्या लौ के गर्ने अब लबेस त्यो भित्र जा मैले उता तल गाउँमा मिल्चाइरहेको आउने छोड भएर कुरा सुन्छ त मम्मीले यो देख्यो भने के गर्छ पर्छ हामीलाई
आज मेरो कुकुर मार्ने कहिलेदेखि कुकुर समाएर बोल्नु होला के प्रमाण छ भन्दा हामीले कुकुर मार्यो भनेर तेरो तेरो आँगनमा छ यो कुकुर मेरो आँगनमा जे मर्छ सबै मैले मारेको हुन्छ त कसले मारेको त्यो त त्यो रातभरि ल्याउने मुसा साहब कुदेर हुन्छ एउटा ठुलो होला नि होइन ए गाडी जाको तेरो कुकुर मार्ने मार्छ जब गाडी छोडेर छाडा छोड्दा चढ्या यसरी हिँडेर चाहिँ नगर्नु है बजाइ जाड खाएको मेरै खाए कुकुर पालेको मेरै घरमा पाले तिमीहरूलाई बाल हातको ठाकाले छोइने त्यतिकै छोडा भन्नुपर्छ ए तैँले गाडीबाट दर्शन गरेर हुने मैले गडियाले गडिया भन्नु नहुने ए त्यसो भए मौलीपट्टि तिमीहरूलाई ओए बाहुन ओए काका ओए बकरे बकरा चाहिँ नगरे बाप र धर्मको के ख्याल गर बिहान किन झगडा हो यहाँ के को पुग्यो त यस्तो खत्तम छिमेकी परे पनि साह्रै दुःख पाइरहेको छ किन मारेको छ कहाँले मारेको छ हौ यस्तो बेहुल मुसाले मारे होला भनेर भन्दै थिए मान्दैन अब दोस्ती लगाएको झडाउ बजे कुखुरा तपाईँको आँगनमा मरेको छ ढुङ्गा तपाईँको आँगनमा छ फेरि ढुङ्गामा रगत पनि लागेको होइन यसो भाउ के गर्नु खोज्यो तिमीले हामीले नै कुकुर मारे भन्नु खोजेको क्या हो त्यस्तो होइन क्या पनि आउनुहोस् न किन जानु पर्यो नि हामीले त मारे तर जसले मारे पनि ठिक्क पर्यो दुचोले बढाउनु पर्यो ठुलो हावाले यसो भाउ राम्रै सम्झौ है त त्यस्तै हेप्यो हो त हानिदिनुहोस् न गुच्चुकमा घुमाएर म बिहोर्छु बुढी यसो गर्नुहोस् न 40,000 माग्नुहोस् 100 चाहिँ बस्नु हुँदैन है एकछिन फेरि अब फेरि आदम जोडिएको छिमेकी पनि यसरी झगडा गरेर हुन्छ त मिलेर पो बस्नुपर्छ त मिलेर बस्नुपर्छ मैले जाति पाएको काम गर्दा तपाईँ भन्छ जोडिया अनि के मैले जाति पाएको जाड खाँदा चाहिँ जोड्या भन्छ अब खोज्यौ के गर्छस् छोएर देखा त छोएर देखा सक्छस् भने भनेको त साँच्चै मार्दो रहेछ यो भाइले मलाई हाल्यो त्यो हजुर तपाईँको छोरीको के चर्ती बेला के छ थाहा छ कि मेरो फुल जस्ती छोरीलाई चाहिँ मलाई दिँदै नगर्नु है सोफाइ फुल जस्ती छोरीलाई फुल जस्ती भनेर टाउकोमा चढाएर राख्नु यहाँ छोरीको प्रेम पत्र आउँदो रहेछ तपाईँको छोरीलाई त्यो पनि रमेशले पठाएको दुनियाँ केटाहरूसँग लठारीको इन्दिरा चाहिँ धेरै आँखा देखेको विचार पुर्याउनु है विचार पुर्याउनु आफ्नो साथीलाई राम्रोसँग मुख सम्हालेर बोल्नु भयो
तिमीहरूको पनि खाजा आउँछ एक दिन जा ल त्यसैको पक्का एक पल्ट छोड भने घर